नमस्ते एभ्रिवान, स्वागत छ गीता ब्लगमा। अब हामी भातसात खाएको यहाँ भक्तपुरमा आइपुगेको। आज भातसात खाइसक्यो, अब आलु खन्नु जाँदैछौँ है गाइस। पुरा भिडियो हेरेर साथ दिनुहोस् ल, आलु खनेको भिडियो आउँछ है अब पुरा। एभ्रिवान, हामी चाहिँ आज आलु खन्नको लागि आएको छौँ। छेमा चाहिँ घाँस काट्दै हुनुहुन्छ आलु खन्नको लागि। मान्छेले यो पाए कति किनी खान्थ्यो होला, यहाँ त हिजाइ गाईलाई फिट गर्न आउँछ तँलाई? त्यो के छ क्यामेरा पेन? ठिक छ। ठिक छ। पानी परि गयो, पानी परि गयो। घाँस त यहाँले थुपार्यो। कुखुराको भाले क्वाक क्वाक क्वाक, कुखुराको भाले क्वाक 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 क्वाक, कुखुरीको भाले कुखुरीको भाले कुखुरीको भाले क्वाक 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 क्वाक। यता गाईको गोठ पनि छ। हे गाईको गोठलाई गाईले त पुरै घाँस खाएछ। मैले काटेको घाँस लिएर यसरी हालेको नि है, मैले काटेको घाँस लिएर हालेको नि। खाँदैछ एउटा दुईटा तिनवटा चारवटा। उयो कुना खोले पकाउने ठाउँ, खोले पकाउने ठाउँ, खोले पकाउने ठाउँ। गाईहरू देख्नुभयो, गाईले घाँस खाएको। झ्याम्म 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 पानी परेछन्। कुवा 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 पानी परेछन्। आलु ल गाइस, अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धन्यवाद। सबैले सब्सक्राइब चाहिँ गरिदिनु है अन्तिममा।